दिनु पर्यो नि सर के गर्नु। हेलो साथी हो, गुड मर्निङ। र आज म चाहिँ लाइफमा किन आएको भन्दाखेरि बहुत दिन भयो लाइफमा नआएको। आज पनि लाइफमा आउँथिन होला, सायद आउनु करै पर्यो। जहिले पनि म मर्निङ वक हिँड्थेँ, आज पनि अब यसरी नै मर्निङ वक हिँडिरहेको थिएँ। मर्निङ वक हिँड्दा एकजना साथी भेटेँ क्या। अनि त्यो साथीले चाहिँ भन्नुभयो, पर बोजूको सुनिस् भन्नुभयो। अन्त अब के हो सस्पेन्समा राख्यो मलाई पनि। अन्त भनेन, त्यति मात्रै भने कि पर बोजूको सुनिस् मात्रै भन्नुभयो। अब बोजू मसँग एकदम राम्रो चिनाजाना राम्रो भएको कारणले गर्दाखेरि म हेर्नु गइरहेछु। र साथी हो, तपाईँ पनि हेर्नुहोस् होला, देखाउने छु म एकछिनमा। म चाहिँ अहिले आइपुगेँ। अनि मैले टाढोबाटै देखिहालेँ कि के भएको रहेछ भनेर है, नहुनुपर्ने घटना भएछ। हो के भएको कस्तो डरलाग्दो पर्छ त। के भयो? काठ भनेर केही रहेन नि है, सिमेन्ट मात्रै रहेछ नि हौ। अनि यतापट्टि पनि कसले भेटायो, डल्लै किचन पनि डल्लै भेटाएको छ नि है। हाम्रो गाउँको आएको छ है बेलुका। नपर्छ यहाँ मुनानीको घर टोपीहरू भेटाएन रहेछ है। टोपी भेटाएको पनि बर्बाद हुन्छ। ग्यास पनि पड्केछ नि त।
छैन नि सिलिन्डर हेर्नु नि त बढ्दै सिलिन्डर र न भाइ ऊ आधी मात्र छ सिलिन्डर त पूजा र गाइस देखिहाल्नु भयो होला र म चाहिँ अब घरतिर बिस्तारै लाग्दैछु र देख्नुभयो होला कस्तो भएछ के भएछ है बिचरा धन्न बोजूको चाहिँ दिन बल्यो भनौँ या लक भनौँ धन्न माथिल्लोपट्टि घरमा सुत्नु गएको थिएछ है माथिल्लोपट्टि घरमा सुत्नु गएको कारणले गर्दाखेरि चाहिँ धन्न बोजू एक्लै हुनुहुन्छ घरमा बोजूलाई चाहिँ केही भएन बोजू एकदम मैले भेटेँ राम्रो नै छ बिचरा बोजू अब एक्लै भएको कारणले दुःखी भइरहेको छ कस्तो भइरहेको होला आफ्नो घर त्यस्तो देख्दाखेरि है बिचरा माया लाग्यो बोजूको ल गाइस आज चाहिँ यतिमै सकिदिउँ है त र हेर्नुहोस् सुन्दर एकदम राम्रो चिया बगानहरू मर्निङको एकदम चिसो हावा बिहानको फ्रेस है ल बाई बाई साथी हो।